दर्शकवृन्द कमलादी स्थित यो गणेश मन्दिरमा देख्न सक्नुहुन्छ तपाईँले यति बेला पूर्व युवरागी हिमानी शाह लगायत पूर्व नव युवराज हृदेन्द्र शाह उहाँहरू आउनु भएको छ। आमा छोरा मात्रै हामीले देखिरहेका छौँ। पारस शाह आउने पनि कुरा थियो तर उहाँ आउनु भएको छैन। 2058 सालको जेठ 19 गते दरबार हत्याकाण्ड भयो। तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो। त्यसको स्मृतिमा दीप प्रज्वलन गर्न यति बेला राजपरिवार विशेष गरी पूर्व युवरागी हिमानी शाह र उहाँका छोरा जो हृदेन्द्र शाह यो मन्दिरमा आउनु भएको छ। देख्न सक्नुहुन्छ उहाँको क्रेज, उहाँको उत्साह, उहाँप्रतिको आस्था र आम जनताहरू जो चाहिँ यति बेला राजतन्त्र फिर्ता गर्छौँ, राज संस्था पुनर्स्थापना गर्छौँ भनेर आन्दोलनमा आएका थिए। ती आन्दोलनमा आउने सबै धेरैजसो त यहाँ पनि आउनु भएको छ। एभिन्यू त भित्रै छिरेछ त अब गाली गर्नु मिल्दैन बिचराहरूलाई। हामी तिनीहरू राम्रो ठाउँमा चाहिँ के गाली गर्नु भन्नु त होइन त। मोबाइल घर त कति हो कति हेर आज राम्रो छ पाए अर्को झेलबाट आउँछ अर्को झेलबाट खेलेर जानेहरूको चाहिँ खिचेको फोटो भतिजीहरू कोकोहरू होला यो यी स्मृतिको छोरी चाहिँ कस्तो लाग्ने स्मृतिको छोरी त विदेश छ कहिले सफाइ भएको छैन। राजपरिवार जस्तो पब्लिक ओपन स्पेस दिनु पर्दैन चोरहरू फोटो सारी हाल्नु तपाईँलाई म जनधन परिचय
गाडी यही आउँछ तपाईहरु सिक्ने मात्रै हो गाडीलाई अलिकति पछाडि जाऊ न अलिकति प्लिज माइन्ड नगर्नु है अलिकति प्लिज आउनु छैन प्लिज प्लिज रामचन्द्र अगाडि कोही बढ्दैन अगाडि कोही बढ्दैन किलो गरौँ है अलिक फराकिलो पछाडि जाऊ है पछाडि जाऊ हाम्रो भाषा हाम्रो देश हाम्रो भाषा
निकाल्ने र कसरी निकाल्ने हो त्यस्तो चाहिँ गरी यार हामीलाई हेरेर अगाडि बस्यो भने त्यहाँ जाने के हो पैसा लगाउने मोबाइलले खेती
मन्दिरको गेटदेखि विशिष्ट कक्षासम्मको बाटो खुट्टी गराइदिनु होला बाटो खाली गराइदिनु होला कृपया अगाडि लगाइदिनु होला सबैलाई म भन्न चाहन्छु फेरि गरेर केही पनि पाइँदैन कृपया सबैजना पछाडि बसेर सरकारले जो शान्ति होला कृपया यसको छैन हैन चाहन्छु सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु पुनश्च हामीले सबैलाई भव्य परिचय दिनुपर्छ रेस्टुरेन्ट बोलेको छ हामी जाउँ भन्छ तिमीले अब तिमीलाई म बरु पठाइदिन्छु मलाई नै खिच्नु पर्दा होइन के गर्छौ भने तिम्रो उपलब्ध भएको छ त्यसकारण यो हामी माथि रेस्टुरेन्ट बोलेको मोबाइल भइहाल्छ तिमीले यति भन्दा जाउँ हुन्छ हुँदैन गर त त्यसैले मन्दिरको गेटदेखि विशिष्ट कक्षासम्मको बाटो तिमीलाई नि हुन्छ मलाई नि हुन्छ होइन राखेको छ कि नेपालीलाई भुटानी बनाइकन खाएको छ कि गिरी बन्धु ललिता निवास बेचेर खाएको छ बताऊ मैले के गलत काम गरेँ भनिकन मैले केपी ओलीले म झोले हुँ भनेर स्वीकारे अब के बाँकी छ स्वीकार्न एउटा कुरा मलाई बताइदिनु न तपाईहरूले जुन तरिकाले अहिले आन्दोलन अगाडि बढाउँदै हुन्छ आज आन्दोलन भएन शोकको लागि भनियो तर धेरैले चाहिँ राजावादी आन्दोलन सेलाए कि क्या प्रहरीले चाहिँ निकै ठुलो एउटा धरपकड गरेपछि भन्ने खालका प्रतिक्रियाहरू आउन थाले के भन्नुहुन्छ सुन्नुहोस् न यो पनि एउटा आन्दोलनै हो तपाईँहरू जस्तै आन्दोलनकारी अरू कोही छ यसरी सोध्छन् कोही तपाईँहरूले जस्तो हरेक दिन प्रधानमन्त्री मन्त्रीहरूको त गुणगान गाएको त के गुणगान गायो भन्ने कुरो त प्रत्येक दिन राख्नु भएको छ अब एमालेको झोले अभियान सुरु भयो के भन्नुहुन्छ झोले मान्छे झोले नै अभियान अन्तिममा एउटा कुरा बताइदिनु न छोटो आज तत्कालीन राजा वीरेन्द्र पत्ता लगाओ दोषी कोही किन नहोस् त्यसले अर्को कुरो देशमा कर्मलुट गरेका विभिन्न काण्ड मचाएको छ त्यसको पनि निष्पक्ष हामी यस्तो अन्यहरूको पनि सम्पत्ति विवरण चाहिँ लियौँ यदि गलत छ भनेदेखि दीपक सिंहलाई पनि हतकडी लगाइकन बन्द गरिदिनु पर्छ अब अन्तिममा तपाईँको आन्दोलनले केपी ओलीले झोले हुँ भनेर स्वीकार्यो अब के स्वीकार्न बाँकी छ केपी ओली स्वीकार्यो के झोले हुँ भनेर स्वीकार्यो हामी झोले हौँ भन्नुभयो होइन कुनीहरू प्रधानमन्त्री केपी शर्मा ओली अब स्वीकार्न के बाँकी छ हामी मान्नेहरूको जुन दिनदेखि मान्य भएन थियो त्यो दिनदेखि हाम्रो हैसियत के थियो जुत्ता लगाएको छ कि हात्ती छाप चप्पल लगाएर 4 ठाउँमा टालेको थियो त्यो हेर्नु मेरो प्रश्न अहिले सबै नव धनाढ्यवाद मेरो प्रश्न अब स्वीकार्न बाँकी के छ क्षेत्र तोकियो अब कहाँ कतातिर 9